भगवान को नाम संकीर्तन को माध्यम द्वारा लोकलाई पनि कल्याण होस्, आफ्नो जीवन पनि कल्याण होस् भन्ने मूल लक्ष्य लिँदै वेद व्यास जी आज वेद व्यास जी को चिन्तनलाई बुझ्नको लागि, चिन्तालाई बुझ्नको लागि देवर्षि नारद आज वेद व्यास जी को आश्रममा आउनुभयो। भगवान का पावन वाणीले गदगद भएका नारद जी आज वेद व्यास जीलाई चिन्ताग्रस्त अवस्थामा देखनाले बडो चिन्तित भन्नुभयो र प्रश्न गर्नुहुन्छ, हे वेद व्यास जी, आज हजुरलाई के पीर पर्यो, के दुःख पर्यो, कुनै कष्ट पो हजुरलाई परिरहेको छ के, कसैले केही भनिदिएको पो छ के, वा कसैले सोधिएका प्रश्नको उत्तर दिन सकिरहनु भएको छैन के कारणले आज हजुरको मुहार मलिन देख्दैछु। आज लोकलाई कल्याण गर्नको लागि, सारा प्राणीको उद्धारका लागि 18 पुराणहरूको रचना गर्नुभयो। 17 पुराणहरूको रचना गरेर 17 औपपुराणहरूको रचना गरेर आज सारा लोकलाई कल्याण गर्दै अगाडि बढ्नु भएको हजुर आज फेरि यो चिन्ताग्रस्त रूपमा म देख्दैछु। यस्तो प्रकारको प्रश्न आज देवर्षि नारदले सोधिसकेपछि वेदव्यास जी आफ्नो चिन्ताको समाधानका लागि नारदजीका समक्षमा प्रश्न गर्नुहुन्छ। बोल राधा सर्वेश्वर भगवान को, यज्ञ पुरुष भगवान को। राधा सर्वेश्वर भगवान को, भागवत भगवान को, एकायज्ञ को। देवर्षि नारद हातमा वीणा बजाउँदै भगवान का पावन गुणानुवादहरूको चिन्तन गर्दै सरस्वती नाम गरेको नदीको तटमा आउनु भएको छ। बोल राधा सर्वेश्वर भगवान को। वेद व्यास जी को अग्र पंक्तिमा रहेर देवर्षि नारदले प्रश्न गर्दै हुनुहुन्छ, प्रभु आज हजुरलाई के भएको छ? आज 17 पुराणको रचना गर्नुहुने हजुर नै हो, 17 उपपुराणको रचना गर्ने पनि हजुर नै हो। लोक कल्याणका निमित्त
पृथ्वी में रहेका प्राणी को उद्धार करने का लागे दत्त चित्त हुने आफ्नो सारा जीवनलाई व्यतीत गर्नु हुने हजुर आज चिन्तित अवस्थामा रहनु भएको छ। आज के भयो हजुरलाई कसैले कुनै प्रकारका प्रश्नहरू सोधेके त्यो प्रश्नको उत्तर हजुरले दिन सक्नु भएन के वा कस्तो कारणले आज चिन्तामा रहनु भएको छ बताउनुहोस् न प्रभु भनेर यसरी देवर्षि नारदले सोधिसकेपछि आज वेदव्यासी भन्नुहुन्छ हे नारद म धन्य रहेछु आज हजुर जस्तो पात्रलाई मेरो आश्रममा मैले स्वागत गर्न पाउँदा म कृत्यार्थ बनेको छु म अहो भाग्यमानी रहेछु भन्नुहुन्छ। आज देवर्षि नारद वेदव्यासीको आश्रममा रहँदा वेदव्यासी बडो प्रसन्न हुनुभयो। नारदजीलाई सम्मान गर्नुहुन्छ स्वागत गर्नुहुन्छ पुष्पमालाहरू पहिराउनुहुन्छ। आज मेरो जीवन धन्य रहेछ मैले अहो भाग्यताको कारणले वा जन्म जन्मान्तरमा गरेको सञ्चित पुण्यको प्रभावले आज हजुर जस्तो महापुरुषको दर्शन गर्न पाए। जुन जीवात्माले महापुरुषको दर्शन गर्दछ जुन जीवात्मालाई वा हजुर हामीलाई यदि सत्पुरुषहरूको दर्शन मिल्यो भने साधु सन्तहरूको चरण यदि हजुर हामीमा प्राप्त हुन सक्यो भने जीवन सरल बन्छ जीवात्माको उद्धार भएर जान्छ। त्यस्तै प्रकारले आज वेदव्यासजीले देवर्षि नारदको सत्संग प्राप्त गर्ने अवस्था सृजना भयो। वेदव्यासजी भन्नुहुन्छ हेर 17 पुराणको रचना गरे तर पनि ममा शान्ति आएन ममा कति पनि मन स्थिर भएर रहन सकेन। अत्यन्त यो मन चिन्तित बनिरहेको छ चञ्चल भइरहेको छ यो मन चारतर्फ दौडिरहेको छ। एक ठाउँमा बसेर भगवानका पावन नाम जप्ने अवस्था सृजना भएको छैन। आज पुराणहरूको त रचना गरे तर ती पुराणहरूले मलाई ज्ञान दिन सकेन मलाई भक्ति प्रदान गर्न सकेन वेदव्यासजी बताउँदै हुनुहुन्छ। धेरै प्रकारका पुराणहरूको रचना गरे केवल स्वार्थले युक्त भएको ग्रन्थको मात्रै रचना भयो। ती ग्रन्थहरूमा केवल आफ्नो स्वार्थ मात्रै देखिने अवस्था सृजना भयो। अब स्वार्थले हीन भएर स्वार्थ रहित भएर केवल लोकको कल्याण गर्ने हेतुले चराचर जगतमा रहेका मनुष्यहरूको उद्धार गर्ने हेतुले वा जीव मात्रको रक्षा गर्ने हेतुले मैले कुनै पनि प्रकारका ग्रन्थ निर्माण गर्न सकेन। आज ग्रन्थ त धेरै बनाए तर सबै के कस्तो ग्रन्थ भए आफूले आफैलाई सम्मान गरे जस्तो बन्न पुग्यो। सबै ग्रन्थहरू सम्मानित बने आज ठुला बनिरहेका छन् आज अत्यन्त सम्मानित बनेर बसिरहेका छन् तर निस्वार्थ भावनाले गरिने कुनै पनि कार्यका निमित्त निस्वार्थ भावना युक्त रहेको ग्रन्थ निर्माण हुन सकेन जसको कारणले मेरो मन स्थिर बन्न सकेन मन अत्यन्त चञ्चलित बन्न पुग्यो। अब कारण के हो अब यसको निवारणको उपाय के छ हे देवर्षि नारद मलाई बताइदिनु पर्यो। आज देवर्षि नारदलाई हात जोड्दै वेदव्यासजी महाराजले बिन्ती गर्न थाल्नुभयो। लोक कल्याणको लागि केवल भक्ति पर ग्रन्थ केवल प्रेम पर ग्रन्थ कुनै पनि प्रकारका देवी देवताको प्रश्रय नहुने वाला ग्रन्थ नितान्त प्रेम र भक्तिमा आधारित ग्रन्थ निर्माण गर्नुपर्ने छ। अब कस्तो प्रकारको ग्रन्थ निर्माण गरौँ। आज देवर्षि नारद उपदेश प्रदान गर्दै हुनुहुन्छ हे वेदव्यासजी हजुरले धेरै प्रकारका ग्रन्थको निर्माण गर्नुभयो ते ग्रन्थले समाधान दिन सकेन हजुरमा रहेको मन चञ्चल मनलाई स्थिर बनाउन सकेन। अब स्थिर बनाउनको लागि अब एउटा भक्तिपर ग्रन्थको निर्माण गर्नु भन्नेतर्फ लाग्नुभयो। अब भक्तिपर ग्रन्थ भन्नाले कस्तो प्रकारको ग्रन्थ निर्माण गरौँ भन्दा भगवान श्री देवकी र वसुदेवका छोरा कृष्णको भक्तिमा आधारित वा हर प्रकारका देवी देवताको भक्तिमा आधारित एउटा नितान्त योग्य ग्रन्थ बनाउनुहोस्
जसले कुनैलाई पनि पक्ष पोषण नगरोस्। यस्तो प्रकारको ग्रन्थ निर्माण भयो भने अब त्यही ग्रन्थले दिवंगत भएका पितृको पनि उद्धार गर्न सक्छ अनि जीवित रहेका मृत्युलाई कुरेर बसिरहेका हर प्रकारका प्राणीको पनि उद्धार हुन सक्छ। अब त्यसको ग्रन्थ ब्रह्माजीबाट मैले 4 श्लोकले युक्त भएको एउटा दिव्य पावन मन्त्र पाएको छु भन्नुभयो। जम्मा ब्रह्माजीबाट मैले 4 श्लोकले युक्त भएको दिव्य पावन मन्त्र प्राप्त गरेको छु, जुन मेरा पिताजी ब्रह्माजीलाई वैकुण्ठाधिपति भगवान श्री नारायणले त्यही 4 श्लोकले युक्त भएको दिव्य मन्त्र प्रदान गर्नुभएको थियो। त्यही दिव्य मन्त्र मेरा पिताजीले मलाई प्रदान गर्नुभएको छ। अब यही मन्त्र म हजुरलाई प्रदान गर्नेछु। यही 4 श्लोकले युक्त भएको दिव्य मन्त्रबाट अब हजुरले यस्तो कार्य गर्नुपर्नेछ, यसलाई 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ बनाउनु पर्नेछ। तब मात्र हजुरको मनमा शान्ति आउँछ, तब मात्र हजुरको मन स्थिर रहन्छ, तब मात्र चराचर जगतमा रहेका प्राणीको पनि उद्धार हुन सक्छ। यस्तो प्रकारको देवी नारदको दिव्य उपदेश प्राप्त भइसकेपछि अब वेदव्यासले बिन्ती गर्नुहुन्छ, हे नारद, अब म त अत्यन्त वृद्ध भइसके, उमेरले वृद्ध भयो, शरीरमा केश पाकिसकेको छ, आँखा नदेख्ने अवस्था सृजना भइसकेको छ। अब म हेर्न सक्नेवालामा छु, न पढ्न नै सक्छु न लेख्न नै सक्छु। अब 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ मबाट सम्भव छैन, हे देवर्षि नारद, अब कुनै उपाय रच भन्नुभयो। वेदव्यासजीले देवर्षि नारदलाई भन्नुहुन्छ, म वृद्ध भएँ, आज 80 वर्षको पार भइसकेको छ, आँखाले भर पाउँदैन, हातले लेख्न दिँदैन, स्मरण शक्ति पनि अब कम हुन थालिसकेको छ। अब यस्तो 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ म कसरी बनाऊ? यस्तो प्रकारको दिव्य उपदेश प्राप्त भइसकेपछि अब देवर्षि नारद भन्नुहुन्छ, हे वेदव्यासजी, यसमा चिन्ता गर्नुपर्ने अवस्था छैन। अब संसारमा सबैभन्दा छिटो लेख्नेवाला, संसारमा यदि सबैभन्दा छिटो लेखन कार्यमा अगाडि रहनेवाला पात्र भनेको माता पार्वती र भगवान शङ्करका छोरा श्री गणेश हुनुहुन्छ। तिनै श्री गणेशको आवाहन गर्नुहोस्, तिनै गणेशजीलाई विधिपूर्वक ध्यान गर्नुहोस् अनि गणेशजीमा भक्ति लगाउनुहोस्, मनन गर्नुहोस्, चित्त एकाग्र बनाउनुहोस् अनि तिनै गणेशजीलाई प्रार्थना गर्दै भन्नुहोस् कि हे गणेशजी, म वृद्ध भएँ, मेरो आँखाले भर पाउँदैन, अब यो 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ निर्माण गर्नु छ, अब मलाई साथ र सहयोग चाहियो भनेर गणेशजीको ध्यान गर्नुहोस्, गणेशजीको दिव्य पावन मन्त्रको चिन्तन गर्नुहोस्। अवश्य पनि गणेशजीले हजुरको मनको इच्छालाई पूरा गर्नुहुन्छ भनेर देवर्षि नारदले आज वेदव्यासजीलाई दिव्य उपदेश प्रदान गर्नुभयो। आज वेदव्यासजी अब आफ्ना पावन मन्त्रद्वारा गणेशजीको दिव्य आह्वान गर्नुहुन्छ। भगवान श्री गणेशको दिव्य नाम संकीर्तनबाट वेदव्यासजीले आह्वान गर्नुहुन्छ। वेदव्यासजीले आह्वान गरेको दिव्य पावन शक्तिबाट आज गणेशजी अत्यन्त प्रसन्न हुँदै अत्यन्त दिव्य बन्दै वेदव्यासजीको दिव्य आश्रममा सरस्वती नामगिरीको नदीको तटमा आज गणेशजीले वेदव्यासजीलाई दर्शन दिनुहुन्छ। गणेशजीले वेदव्यासजीलाई दर्शन दिनुभयो। वेदव्यासजीले अब विविध प्रकारका पूजन उपचारका सामग्रीद्वारा भगवानका पावन नाम संकीर्तनद्वारा अब गणेशजीको दिव्य आरती गर्नुहुन्छ। आउनुहोस् हामी पनि भगवान श्री गणेशको दिव्य नाम संकीर्तन गाउँदै अनि भागवत रचनाको दिव्य प्रसङ्गलाई अगाडि बढाउनेछौँ। राधा कृष्ण भगवानको, राधा सर्वेश्वर भगवानको। गणेश लंबोदर अमति रे छवर, गणेश लंबोदर अमति छवर, गणेश लंबोदर अमति रे छवर, गणेश लंबोदर अमति रे छवर।
भागवत भगवान को लंबोदर भगवान आज वेदव्यास जी महाराज को दिव्याश्रम में प्रवेश गर्नुहुन्छ। वेदव्यास जी द्वारा गणेश जी को दिव्य स्वागत भइसकेपछि अब वेदव्यास जी भन्नुहुन्छ, हे गणेश जी, यो 4 मन्त्रले युक्त भएको दिव्य श्लोक मलाई प्राप्त भएको छ। अब यही दिव्य श्लोकबाट मैले 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ निर्माण गर्नु छ। अब हजुरको साथ र सहयोग मलाई चाहियो भनिसकेपछि गणेशले विन्ती गर्नुहुन्छ, हे वेदव्यासजी, हजुरले आह्वान गर्नुभयो, हजुरको भक्ति देखे म प्रसन्न भएको छु। हजुरले जस्तो प्रकारको वर माग्नुहुन्छ म हजुरलाई दिन तयार छु। तथापि हजुरले आज एउटा दिव्य प्रसङ्गको निर्माण गर्नुभएको छ। 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ निर्माण गर्छु, जसको लेखन कार्य मलाई सुम्पिदिनु भएको छ। म हजुरद्वारा प्रवाहित भएको दिव्य ग्रन्थलाई म लेख्न त तयार छु, तर लेख्नको लागि मैले केही कुरा हजुरलाई भन्नुपर्छ। यदि मैले भागवतीय दिव्य गङ्गामा प्रवाहित गर्ने अवसर प्राप्त गरे भने म स्वयं पनि धन्य बन्नेछु। हजुरका सारा ग्रन्थ त म लेखिदिनेछु, तर मेरो एउटा यस्तो प्रकारको बानी छ, यदि त्यो बानी पुरा मबाट भइरै छोड्छ। अब ग्रन्थ निर्माण गर्दा हजुरले भन्दै जानुहुनेछ, मैले लेख्दै जानेछु, तर मेरो कलम रोकिनेवाला छैन भन्नुभयो। मेरो कलम रोकिनेवाला छैन। यदि मैले लेख्दै जाने क्रममा यदि मेरो कलम हजुरले भन्न बिराएर यदि रोकिन पुग्यो भने म यो ग्रन्थ निर्माण गर्न सक्दिन। यदि हजुरलाई स्वीकार छ भने ठिक छ, म यो ग्रन्थलाई निर्माण गर्नेछु। यदि यस्तो प्रकारको दिव्य वचन हजुरलाई स्वीकार हुँदैन, यदि सक्नुहुन्न भने अर्को कुनै पात्र खोज्नु होला भनेर यसरी गणेशजीले भनिसकेपछि अब वेदव्यासजी भन्नुहुन्छ, हे गणेशजी, मलाई स्वीकार छ, किनकि मैले हजुरलाई कलम रोकाउने कार्य गर्ने छैन भनेर यसरी वेदव्यासजीले प्रतिज्ञा गरिसकेपछि अब भागवत सुरु हुन्छ। भागवत लेख्ने कार्य अब प्रारम्भ हुन्छ। वेदव्यासजी मुखा र बिन्दबाट भागवत भन्दै जानुहुन्छ अनि श्री गणेश भगवान अब आफ्नो पात्रमा लेख्दै लेख्दै अगाडि बढ्नुहुन्छ। कहिले पनि गणेशजीको कलम रोकिएन। वेदव्यासजीले यस्तो प्रकारको जटिल शब्दहरूको उच्चारण गर्नुहुन्थ्यो। वेदव्यासजीले पनि त्यस्तै प्रकारको एउटा शर्त राख्नु भएको थियो। ठिक छ, हजुरले कलम रोक्न म पार्दैन, तथापि मेरो पनि एउटा शर्त छ। कस्तो शर्त छ भने यदि हजुरले लेख्दै गर्दा हजुरले नबुझिकन लेख्न पाउनुहुन्न। यदि बुझेर मात्रै लेख्नुहुन्छ भने मात्रै मलाई स्वीकार छ, नभए त्यो मलाई स्वीकार हुन सक्दैन भनेपछि गणेशजीले भन्नुभयो, हेर्नुहोस् वेदव्यासजी, हजुरले मुखा र बिन्दबाट आएका जति पनि भगवानका गुणानुवादहरू छन्, ती गुणानुवादहरूलाई मैले चिन्तन गर्नेछु, मनन गर्नेछु अनि बुझेर मात्रै लेख्नेछु भनेर यसरी प्रतिज्ञा गरिसकेपछि आज वेदव्यासजी भागवत प्रारम्भ गर्नुहुन्छ। गणेश भगवान लेखन कार्यमा अगाडि बढ्नुहुन्छ। यसरी अगाडि बढ्दै आज 18,000 श्लोकले युक्त भएको दिव्य ग्रन्थ निर्माण हुन्छ। बोल भागवत भगवानको। अब भागवत निर्माण भयो। भागवत कहाँबाट प्रारम्भ भयो त भन्दा महाभारतको दिव्य युद्धबाट प्रारम्भ भयो। वेदव्यासजीले के विचार गर्नुभयो भने अब भगवानका पावन गुणानुवादहरूलाई श्रवण गर्दा भगवानका पावन धाममा जाने बेलामा
हजुर हामीलाई थाहा छ नि मन्दिर जान लाग्दा हजुर हामी भित्र रहेका कलमसलाई नासेर जानुपर्छ। हजुर हाम्रो हृदय भित्र यदि कलमस छ, नराम्रो भावनाहरू छ भने त्यो भावनाहरूलाई पखालेर मात्रै मन्दिर हामी प्रवेश गर्छौँ। नराम्रो विचारलाई हामी त्यागेर मन्दिर भित्र जाने गर्छौँ। त्यस्तै प्रकारले वेदव्यासले पनि के चिन्तन गर्नुभयो भने अब सबैभन्दा नराम्रो कर्महरूलाई पखाल्नु पर्छ, यो नराम्रो भावनाहरूलाई त्याग्नु पर्छ। यो नराम्रो भावना त्यागिसकेपछि बल्ल भगवानका पावन गुणानुवादहरू श्रवण गर्ने दिव्य अधिकारी बन्छ भन्ने लाग्यो। हर प्रकारका कर्ममा अधिकारी बन्नुपर्छ, किनकि अधिकार प्राप्त नभएसम्म केही बन्नेवाला छैन। हजुर हामीले बुझ्नु पर्यो, चिन्तन गर्नु पर्यो। कुनै पनि कार्य गर्दाखेरि अधिकारी बन्नु पर्यो। भागवत सुन्दामा होस्, यज्ञ अनुष्ठान गर्दामा होस् वा अन्य कुनै पनि प्रकारका पूजा गर्दामा होस्, यदि हजुर हामीमा अधिकार प्राप्त भएन भने, हजुर हामी अधिकारित्व बन्न सकेनौँ भने त्यो हजुर हामीले गरेका सारा कर्म निष्फल भएर जान सक्छन्। त्यो सम्भव हुन सक्दैन, त्यो पुरा हुन सक्दैन। आज वेदव्यासजीलाई पनि के लाग्यो, यदि मैले नराम्रो भावनालाई त्यागिन भने, मैले नराम्रो वर्णनहरूलाई पहिले नै सकिदिन भने, यदि त्यो सारा ग्रन्थहरू पनि आज दोषित बन्न सक्छ भन्ने लाग्यो वेदव्यासजीलाई। र वेदव्यासजीले के गर्नुभयो भने अब सबैभन्दा नराम्रो भनेको महाभारतको युद्ध हो। यो महाभारतको युद्ध कस्तो हो भने आफ्नै दाजुभाइ बीचको लडाई भएको हुनाले, आफ्नै घर भित्रको झगडा भएको हुनाले यो घर भित्रको झगडा नराम्रो बन्न जान्छ। यो दाजुभाइहरूको लडाई पनि नराम्रो बन्न पुग्छ। अब यो नराम्रो भावनालाई पहिले नै सकिदिनु पर्छ। यो पहिले नै नराम्रो भावना सकियो भने अनि बल्ल भगवानका पावन गुणानुवादहरू अन्तस्करणमा लिप्त बन्न सक्छ, त्यो जम्न सक्छ। वेदव्यासजीलाई आज यस्तो लाग्यो अब आफ्ना घरभित्रको झगडालाई नाच्नु पर्यो, आफ्नो दाजु भाइ बीचको दिव्य झगडालाई पनि नाच्नु पर्यो भन्ने लाग्यो। अनि सबैभन्दा पहिला के गर्नुभयो, अब महाभारतको दिव्य प्रसङ्गको उजागर गर्नुभयो। अब महाभारतको दिव्य लडाई भयो, 18 दिनसम्म ठुलो युद्ध भयो। हजुर हामी सबैलाई थाहा छ महाभारतको दिव्य लडाई भयो। यो लडाई के थियो, आफ्नै घरभित्रको युद्ध थियो, आफ्नै भाइ बीचको लडाई थियो। यो महाभारतको युद्ध त्यति बेलाको मात्रै युद्ध होइन। हजुर हामीलाई लाग्ला त्यति बेला पौराणिक कालमा पाण्डव र कौरवका बीचमा ठुलो युद्ध भयो। त्यो युद्धको बीचमा कौरव पक्षका सारा दाजुभाइहरू मारिए, पाण्डव पक्षले जित हासिल गर्यो भन्ने हजुर हामीलाई लागेको छ। तर त्यो वास्तविक कौरव पक्ष पनि हजुर हामी नै रहेका हौँ। हजुर हामीले के बुझ्नु पर्यो भने कौरव र पाण्डव अन्त कहीँ पनि छैन। यो कौरव र पाण्डव भनेको हाम्रो घरभित्र नै रहेका छन्। हाम्रो अन्तस्करणभित्र यो शरीरमा कौरव पक्ष पनि बसेको छ, यही शरीरमा पाण्डव पक्ष पनि बसेको छ। यो कौरव पक्षले नराम्रो मार्गमा जानको लागि बाटो देखाइरहन्छ भने पाण्डव पक्षले फेरि त्यो नराम्रो मार्गमा जानु हुँदैन, अब हे प्राणी तिमी राम्रो मार्गमा जानुपर्छ भनेर फेरि पाण्डव पक्षले यता खिचिरहन्छ। त्यही भएर हजुर हामीले के बुझ्नु पर्यो भने त्यति बेला कौरव र पाण्डवहरूको युद्ध भयो। यति बेला हजुर हाम्रो शरीरमा त्यही कौरव र पाण्डवले हामीलाई बिगारिरहेको छ। अब सचेत भएर जीव अगाडि बढ्न सकोस्। त्यो महाभारतको युद्ध 18 दिनसम्म चल्यो, ठुलो युद्ध चल्यो। कौरव पक्षका सारा सैन्यहरूको नाश भएर गयो। कौरव पक्षका सबै भाइहरूको पनि अन्त्य भयो। केवल एउटा दुर्योधन बाँच्न पुग्यो। दुर्योधनलाई यस्तो दिव्य वरदान मिलेको थियो। एक दिनको समय हो भगवान श्री कृष्णले भीष्म महापिताले दुर्योधनलाई एउटा दिव्य वरदान दिनुभएको थियो। शरीरमा कुनै पनि प्रकारका वस्त्र नलगाइकन यदि मेरो दर्शन गर्न आउँछ भने म त्यो शरीरलाई वज्र बनाइदिन्छु भन्ने जुन प्रतिज्ञा भीष्म महापिताको थियो।
दुर्योधनको माताजीलाई यस्तो प्रकारको दिव्य प्रतिज्ञा गर्नुभएको थियो। आज दुर्योधनको माताजीले के विचार गर्नुभयो, मेरो छोरो दुर्योधनलाई यदि निर्वस्त्र यदि भीष्म महापिताकोमा पठाइदिए भने त्यो शरीर के बन्छ, वज्र बन्छ। त्यो वज्र बन्यो भने त्यो शरीरलाई कसैले पनि मार्न सक्दैन, कसैले पनि अन्त्य गर्न सक्दैन भन्ने माताजीलाई लाग्यो। अनि दुर्योधनलाई गएर भन्नुहुन्छ, हे पुत्र, आज सारा युद्ध भइसकेको छ, तिम्रा अनेकौं प्रकारका सैन्यहरूको नाश भइसकेको छ। अब तिम्रा गुरुवरहरू पनि यहाँ छैनन्, सबै मृत्युवर्ण भइसकेको छ। अब अन्तिममा तिम्रो अवस्था आउनेवाला छ। यो चराचर जगतमा यो भूमिमा तिम्रो अन्त्य पक्कै हुन सक्छ। त्यही भएर म तिमीलाई जीवन दान दिनको लागि एउटा उपाय बताउँछु, तर तिमीले मान्नु पर्छ। कस्तो दिव्य उपाय? दुर्योधनले प्रश्न गर्छ, कस्तो दिव्य उपाय? भीष्म महापिताका समक्षमा तिमी कुनै पनि कपडा नलगाइकन निर्वस्त्र रूपमा तिमी उनका समक्षमा जानु पर्यो, ताकि उनले तिमीलाई के गरिदिन्छन्, तिम्रो शरीरलाई वज्र बनाइदिन्छन्। त्यो वज्र भएको शरीरलाई कसैले पनि टुटाउन सक्दैन, फुटाउन सक्दैन। यो वचन तिमीले मान्नु पर्छ भनेर माताजीले बताइसकेपछि, हस् हुन्छ, म भीष्म महापिताकोमा जानेछु, मेरो शरीरलाई वज्र बनाएर आउनेछु भन्ने दुर्योधनलाई लाग्यो। आज मध्यरात्रिको बीचमा दिवाकालीन सत्रमा ऊ जान सकेन, किनकि लाज भयो उसलाई कपडा नलगाइकन जानको लागि। अनि रात परिसकेपछि आज भीष्म महापिताको दिव्य दरबारमा प्रवेश गर्छु भन्ने लागेको थियो। त्यति नै बेला त्यो सन्देश भगवान श्रीकृष्णले थाहा पाउनुभएछ। भगवान श्रीकृष्णले थाहा पाइसकेपछि रूप परिवर्तन गरेर एउटा ब्राह्मणको रूप धारण गरेर दुर्योधन निर्वस्त्र गइरहेको थियो। त्यही बीच मार्गमा ब्राह्मण रूपी कृष्णले रोक्नुभयो। ए दुर्योधन पख, कहाँ जान लागेको? कहाँ दौडिँदैछौ? तिमी त यो देशको राजा हौ, यो देशको नरेश हौ। यो देशको नरेश भएर आज शरीरमा कुनै पनि वस्त्र नलगाइकन निर्वस्त्र रूपमा तिमी कहाँ हिँड्दैछौ भनेर सोधिसकेपछि अब दुर्योधनले कतै यिनले थाहा पाउँछन् कि भनेर भन्न चाहेन। पछि त्यो ब्राह्मण रूपधारी कृष्णले भन्नुभयो, तिमी जहाँ जान्छौ, जहाँ जानेवाला छौ, केही फरक पर्दैन, तिमी जाऊ, तर यस्तो निर्वस्त्र रूपमा तिमी जान मिल्दैन, तिम्रो धर्मले दिँदैन, तिमीले कुनै न कुनै कपडा लगाउनै पर्छ भनिसकेपछि अब दुर्योधनलाई के लागेछ भने अब उनका कुरामा उनले विश्वास गर्यो। हुन पनि हो, उमेर पुगेको अत्यन्त राजकुमार का रूपमा रहेको छ, तथापि आफ्ना पिता धृतराष्ट्रलाई साथमा राखेर त्यो राज्य आफैले चलाइरहेको थियो। उनलाई लाग्यो, म निर्वस्त्र रूपमा आज कतै गए भने यो लोकले के भन्ला, यिनले ठिकै भनेका हुन् भन्ने लाग्यो। तत्काल एउटा वस्त्र कम्मरमा बेरेर भीष्म महापिताकोमा उनी पुगे। भीष्म महापिताले दर्शन दिनुभयो र भन्नुहुन्छ, हे दुर्योधन, गल्ती गर्यौ। तिम्रा मातालाई जुन मैले प्रतिज्ञा दिएको थिएँ त्यो प्रतिज्ञा त मैले पुरा गरेको छु, तर तिमीले भने गल्ती गर्यौ। किन गल्ती गरे मैले भन्दा, यदि वस्त्र नलगाइकन आएको भए मैले तिम्रो शिरदेखि पाउसम्म शरीरलाई वज्र बनाइदिन्थे, तर तिमीले गल्ती गर्यौ। जुन अङ्ग वस्त्रले ढाकेको छ त्यो अङ्गलाई केही म बनाउन सक्दिनँ, अरू शरीर भने तिम्रो वज्र बन्नेछ भनेर आशीर्वाद प्रदान गर्नुभयो। अनि दुर्योधन अब भीष्म महापिताको दिव्य दरबारबाट आफ्नो दिव्य राजमहलमा प्रवेश गर्छ। युद्ध सकिएको थियो, एक दिनको समय हो, अब मात्र दुर्योधन बचेको थियो। उसलाई अन्त कुनै पनि अङ्गमा बाणले केही गर्न सक्थेन, वज्रले केही गर्न सक्थेन, न भगवान कृष्णको सुदर्शन चक्रले नै केही बिगार्न सक्थ्यो। न चक्रले बिगार्न सक्थ्यो, न वज्रले बिगार्न सक्थ्यो, न बाण नै उसलाई लाग्थ्यो। उसलाई केही बिगार्न नसक्ने भएको हुनाले ऊ अजेय बन्यो, अमर बन्यो। अनि अन्ततः गत्वा सबै सैनिक र परिवारको नाश भइसकेपछि एउटा बाटोको छेउमा लुकेर बसेको थियो। अब अर्जुनले मलाई छाड्ने वाला छैनन्
भनेर लुकेर बसेको थियो। त्यही बेलामा के भयो, अर्जुनले कृष्णको उपदेशद्वारा उनले थाहा पाए कि उसको शरीर सबै वज्रमय छ, तर जहाँ कम्मर भन्दा घुँडासम्मको भाग छ त्यो भाग भने वज्र छैन। यदि तिमीले त्यही भागमा गदा प्रहार गर्यौ, बाण प्रहार गर्यौ भने उसको ढाड भाँचिदिन सक्छौ, तिमीले मारिदिन सक्छौ, नभए त्यो सम्भव छैन भनेर उपदेश प्रदान गर्नु भएको थियो। अर्जुनले तद अनुरूप नै प्रयोग गरे। भीमले गदाले प्रहार गरेर उनको शरीरलाई 4 ठाउँमा भाँचिदिए। यसरी भाँचिदिएको दुर्योधन लडिरहेको थियो, पल्टिरहेको थियो। त्यही बेलामा अश्वत्थामा नाम गिरेका ऋषि, द्रोणाचार्य नाम गिरेका ऋषिका छोरा अश्वत्थामा घुम्दै 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 आउँदै थिए। अनि दुर्योधनको सन्निकटमा आएर उसले बिन्ती गर्न थाल्यो, हे महाराज, हजुरको यो दशा म अब अन्त्य गर्नेछु, हजुरको इच्छालाई म पुरा गर्नेछु, हजुरको इच्छा के छ भन्नुहोस् भनिसकेपछि अब दुर्योधन भन्दैछ, म यो पाण्डवका 5 भाइ मरेको देख्न चाहन्छु। यी 5 भाइलाई मेरो अगाडि शिर लिएर आउँछौ भने म तिमीलाई यो देशको सेनापति नै बनाइदिन्छु भनेर आज दुर्योधनले बिन्ती गर्न थाल्यो। उसलाई उपदेश प्रदान गर्यो, सेनापति बन्ने आश्वासन प्रदान गर्यो। अश्वत्थामालाई के लाग्यो, यदि मैले 5 पाण्डवलाई मारिदिए भने त यो हस्तिनापुरको म सेनापति बन्नेछु, यो सेनापति बनिसकेपछि त यो देश मेरो कब्जामा बन्नेछ, अब सबै मेरो हातमा हुनेछ। उनलाई लोभ लाग्यो, लालच लाग्यो। जब जीवात्मालाई लोभ लाग्छ ऊ नराम्रो मार्गमा हिँडिहाल्छ। लोभ भनेको विकार हो, अभिमान भनेको विकार हो। लोभले के गरिदिन्छ, आफूलाई त नाश गर्छ, आफ्नो कुल परम्परालाई पनि नष्ट बनाइदिन्छ, समाजलाई बिगारिदिन्छ, घरलाई पनि शमशान घाट बनाइदिन्छ। त्यही भएर शास्त्रले दुर्योधनको प्रयोग गरेर हजुर हामीलाई के सिकाएको छ भने, जे ईश्वरले दिएको छ तिमीले हात छाप, त्यो ईश्वरले दिएको भन्दा धेरै माग्ने प्रयत्न तिमी नगर। मागेर हामीलाई आउँदैन, मागेर प्राप्त हुने वस्तु होइन। प्रारब्धमा हजुर हामीमा जे छ प्रारब्धमा लिएर आएको छौँ, जन्म जन्मान्तरमा सञ्चित छ भने हजुर हामीलाई प्राप्त हुन्छ। यदि प्राप्त सञ्चित छैन भने मागेर मात्रै आउनेवाला छैन। त्यही भएर शास्त्रले हजुर हामीलाई सिकाउनको लागि दुर्योधनलाई प्रयोग गरेर, हे प्राणी, तिमीले लोभ त्याग्नु पर्छ, लालच त्याग्नु पर्छ, घमण्ड र अभिमानलाई पनि त्याग्नु पर्छ। यदि लोभ, लालच र घमण्ड अभिमानलाई त्याग्न सकेनौ भने त्यही दुर्योधनको गति हजुर हामीलाई पनि हुन सक्छ। दुर्योधन टाढा त छैन नि, हेर्नु, दुर्योधन हिजोको दुर्योधन होइन, हजुर हामीलाई चलाउनेवाला पनि दुर्योधन छ। हिजोको महाभारतको युद्ध होइन, अहिले पनि घर घरमा महाभारतको युद्ध चलिरहेकै छ। त्यो कहिले अन्त्य बन्न सक्दैन। यदि घरमा झगडा गर्छौं, दाजुभाइहरू बीचमा लडाई गर्छौं भने म भित्र दुर्योधन बसेको रहेछ भनेर सम्झिए पुग्छ। यदि हजुर हाम्रो घर राम्रो बनेको छ, कुशल बनेको छ, कुनै प्रकारको दुश्मन छैन वा द्वेष छैन, राग छैन, घमण्ड र अभिमानहरू हजुर हाम्रो घर भित्र र शरीरमा छैन भने म भित्र अर्जुन र युधिष्ठिर बसेको रहेछ भनेर सम्झिए पुग्छ। आज दुर्योधनको बाणीले अश्वत्थामालाई के लाग्यो, सेनापति बन्ने आश जाग्यो। अनि उसले तत्काल प्रतिज्ञा गरिहाल्यो, हे महाराज, चिन्ता नगर्नु, हजुरलाई यो अवस्थामा पुर्याउने वाला जो कोही होस् म तिनीहरूको नाश गर्नेछु भनेर उसले प्रतिज्ञा गर्यो। 5 पाण्डवको शिर लिएर आउनेछु। यदि 5 पाण्डवको शिर अहिलेको सन्ध्या कालमा मैले लिएर आउन सकिनँ भने म यो राज्यमा बस्ने छैन। उसले प्रतिज्ञा गर्यो। तत्काल हातमा धनुष बाण भिर्यो, तरबार भिड्यो अनि त्यहाँबाट ऊ अब अगाडि बढ्यो। हस्तिनापुरको राज्य भ्रमण गर्दै 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 अगाडि बढ्नुभयो। त्यही समयमा भगवान कृष्णले के चिन्तन गर्नुभयो भने आजको दिन नराम्रो छ, यो काल युग परेको छ,
आजको दिन मैले पाण्डवलाई बचाउन सके भने यी पाण्डवलाई कसैले केही गर्न सक्दैनन् भन्ने उनले बुझे। भगवानले बुझ्नुभयो अनि तत्काल पाण्डवहरूका समक्षमा गएर बिन्ती गर्नुहुन्छ, हे युधिष्ठिर, आज हामी यो शिविरमा बस्नु हुँदैन, यो शिविरबाट हामी अन्यत्र जानुपर्छ, किनकि शिविरमा रह्यौँ भने ठुलै अनिष्ट आउनेवाला छ। यो अनिष्टबाट बच्नको लागि गाह्रो छ। अब यो अनिष्टबाट बच्नको लागि यो शिविर छाडेर हामी जानु पर्दछ भनेर भगवान कृष्णले 5 पाण्डवलाई लिएर जानुभयो। अन्यत्र वनमा गएर रमण गर्दै हुनुहुन्थ्यो। सन्ध्या बित्यो, रात्रिकालीन अवस्थाको प्रादुर्भाव भयो। आज मध्यरातको बिचमा अस्वस्थमा हातमा तरवार लिएर अगाडि बढ्दैछ। पाण्डवहरूको शिविरतर्फ प्रवेश गर्यो अनि सुतिरहेका ती द्रौपदीका 5 भाइ छोराहरू थिए। अबोध थिए, अत्यन्त सुसुप्त अवस्थाका थिए। उनीहरू दूध खाने उमेरका थिए। उनीहरूमा धर्म अधर्म ज्ञान अज्ञान सत्य असत्य छुट्याउने शक्ति उनीहरूमा थिएन। अबोध थिए। द्रौपदी माता आफ्नो गृहको कार्यमा व्यस्त रहेकी थिइन्। त्यही समयमा ती 5 भाइ छोराहरूले के चिन्तन गरे भने आज हाम्रा पिताहरू यहाँ छैनन्, आज घरमा आउनेवालाहरू छैनन्, आज पिता नआउने भइसकेपछि हामी अब के गर्ने त भन्दा हाम्रा पिताको बिस्तरामा गएर हामी सोध्नुपर्छ आज भन्ने उनीहरूले चिन्तन गरे। अनि ती 5 भाइ अबोध शिशुहरू कहाँ गए? 5 पाण्डवका बिस्तरामा गएर सुतिरहेका थिए। त्यही बेलामा अस्वस्थमा नाम गरेका ऋषि आइपुगे। मध्यरातको बेदमा उनले पञ्च पाण्डव भनेर तिनै 5 अबोध शिशुहरूको शिर र ढाडलाई अलग गरिदिए। शिरलाई अलग गरेर ढाडबाट अलग गरेर एउटा आफ्नो झोलीमा बाँधिदिए। अनि त्यही 5 वटा शिर लिएर अहिले कहाँ जाँदैछन्? जहाँ दुर्योधन लडिरहेको छ, जहाँ दुर्योधन अश्रुधारा बगाइरहेको छ, हो तद भूमिमा अस्वस्थामाले 5 शिर लिएर पुगे। राधा सर्वेश्वर भगवान को, यज्ञ पुरुष भगवान को। भजौ हरिलाई, भजौ हरिलाई, एक दिन होइन, 2 दिन होइन, सधैँभरि। भजौ हरिलाई, भजौ हरिलाई, एक दिन होइन, 2 दिन होइन, सधैँभरि। राधा सर्वेश्वर भगवान को। अस्वस्थामा नाम गिरिकारी से आज पाण्डवहरूको शिविरबाट 5 पाण्डवका अबोध शिशुहरूका शिरलाई लिएर अस्वस्थामा नाम गरेका
महाराजका सन्निकटमा पुग्दछन्। आज अश्वत्थामाको अगाडि गएर ते दुर्योधनको अगाडि गएर अश्वत्थामाले भन्दछन्, महाराज आज धन्य धन्य हुनुहुन्छ, आज सबैभन्दा खुसीका दिन रहेको छ। अब हजुरका सारा इच्छाहरू पूरा भएका छन्, आकांक्षाहरू पूरा भएका छन्। अब यो हस्तिनापुर राज्य अकण्टक हजुरको रहनेछ, किनकि 5 पाण्डवलाई मैले नाश गरिदिएँ भनेर बिन्ती चढायो। अनि दुर्योधनलाई विश्वास लागेन अरे, दुर्योधनलाई विश्वास लागेन। उसले भन्दछ, हे अश्वत्थामा यो के भन्दैछौ? आज 18 दिनसम्म ठुलो युद्ध भयो, 18 दिनसम्म 18 अक्षौहिणी सेनाले पनि केही गर्न नसकेको। आज कौरवहरूका 100 भाइ छोराहरू मध्ये कुनैले पनि केही गर्न नसकेको। आज 100 भाइ छोराले 5 भाइलाई कुनै घात पुर्याउन नसकेको, अक्षौहिणी सेनाले कुनै दाग लगाउन नसकेको। त्यस्ता प्रकारका पञ्च पाण्डवहरूलाई आज मैले नाश गरेर आएँ भन्दा मलाई कति विश्वास लागेको छैन, किनकि यो राज्यमा कति बलवान शूरवीरहरू थिए। ती शूरवीरहरूले केही गर्न नसकेका 5 पाण्डवहरूलाई तिमीले एक रात्रिकै बीचमा, केही घण्टाकै बीचमा तिमीले मारेर आए भनेर मैले विश्वास गर्न सक्दैन भनेर दुर्योधनले जब भनेको थियो। अश्वत्थामा भन्दछ, महाराज हजुरले यस्तै प्रकारका तर्क सृजना गर्नुहुन्छ भनेर आज मैले उनीहरूको शिर पनि बोकेर आएको छु। लौ हेर्नुहोस् भनेर आफूले बोकेर लिएर आएको 5 अबोध शिशुको शिर लगेर आज दुर्योधनको अगाडि राखिदियो। अब दुर्योधन बडो खुसी भयो, बडो प्रसन्न भयो, अत्यन्त खुसी बन्दै गदगद बन्दै अश्वत्थामाको प्रशंसा गर्दै त्यो 5 पाण्डवको शिर भनेर उसले जब हातमा लिएको थियो आफ्नो काखमा राखेर यसरी माथिबाट छाम्न थाल्यो। 18 दिनसम्म युद्ध गरेर पनि नहार्नेवाला, 18 दिनसम्म 18 अक्षौहिणी सेनाले कुनै दाग नलगाउनेवाला यी महापुरुषहरूको शिर कति साह्रो रहेछ, कति अजम्बरी रहेछ, छाम्नु पर्यो भनेर त्यो दुर्योधनले यसरी शिर छाम्न पुगेको थियो। त्यो शिर त बडो गिलो बन्न पुग्यो अरे। अब शिशुको बालक भएको हुनाले त्यो शिर गिलो थियो, अत्यन्त गिलो भएको हुनाले दुर्योधनले के विचार गर्यो, धिक्कार छ तँलाई, यो ठुलो नराम्रो काम तिमीले गर्यौ। उसले थाहा पाइहाल्यो त्यो वीर पुरुषको शिर यस्तो गिलो हुँदैन, यो गिलो शिर उनीहरूको होइन। तिमीले धिक्कार छ तिमीलाई, तिमीले नराम्रो काम गर्यौ, कसको शिर लिएर आयौ भनेर उसले खोलेर के हेरेको थियो। 5 पाण्डवका 5 अबोध शिशुहरूको शिरलाई देखेर अब त्यस्तो पापचारी व्यक्तिको आँखाबाट पनि अब आँसु बग्न थाल्यो। उसलाई पश्चाताप जाग्न थाल्यो, धिक्कार छ मलाई, आज यो हस्तिनापुरको राज्य गर्ने अब सन्तान सबैको नाश भएर गयो। अब 100 भाइहरू छोराको त नाश भएको थियो, 5 पाण्डव बाँकी थिए। ते 5 पाण्डव पछि यो राज्यलाई सञ्चालन गर्नेवाला, यो राज्यलाई रेखदेख गर्नेवाला, ये प्रजाहरूको अभिभावक बन्नेवाला यी छोराहरू थिए। अब यिनीहरूलाई पनि मारिदिसकेपछि अब यो राज्य भोलि कसले सञ्चालन गर्छ? दुर्योधनलाई बडो पश्चाताप जाग्यो, आँखाबाट आँसु बग्न थाल्यो। त्यही समयमा के भयो, अब काल देवता आएर दुर्योधनको प्राणलाई हरेर लग्यो। किनकि दुर्योधनमा एउटा वरदान थियो, जबसम्म हर्ष र विस्मात एकैपटक हुँदैन, जबसम्म खुसी र पश्चाताप एकैपटक आउँदैन, तबसम्म उसको मृत्यु हुँदैन थियो। वो 4 ठाउँमा भाँचिएर भए पनि लडेरै बस्थ्यो, तर प्राण जानेवाला थिएन, किनकि उसलाई खुसी र पश्चाताप एकैचोटि हुनु पर्थ्यो। अब 5 पाण्डवलाई मारे भनेर अश्वत्थामा आइसकेपछि बडो खुसी जाग्यो, अनि त्यो शेरलाई छामिसकेपछि पश्चाताप जाग्यो,
खुशी र पश्चाताप एकैचोटि आएपछि अस्वस्थ दुर्योधनको प्राण उडेर गयो। अब यो समाचार द्रौपदी माताले थाहा पाइन्। द्रौपदी माता रुँदै रुँदै शिविरमा प्रवेश गरेछन्। अबोध बालकहरूको शेर नभएको शरीरलाई देखिसकेपछि उनको आँखाबाट आँसु बग्न थाल्छ। उनी रुन थाल्छन्, कराउन थाल्छन्। रोएको आवाज, कराएको आवाज। घुम्न गएका 5 पाण्डवहरूको कर्णमा पुग्न पुग्छ। भगवान श्री कृष्णले पनि जुन अनिष्ट हुनु थियो त्यो अनिष्ट टरिसकेको छ। त्यो अर्कै शेरमा गएर प्रवेश गरेको छ। अब अनिष्ट टर्यो। हे पंच पाण्डव, अब शिविरमा जानुपर्छ भनेर भगवानले 5 पाण्डवलाई लिएर आउँदै हुनुहुन्थ्यो। त्यही बेलामा द्रौपदी महारानी रोएकी आवाज, कराएको आवाज अर्जुनको कर्णमा पर्न पुग्यो। तत्काल दौडिँदै गएर आफ्नो शिविरभित्र आफ्नो बिस्तरामा पुगेका त अब बिस्तरा भरि रगतले भिजेको छ। भूमि कहीँ पनि खाली छैन। आफ्ना बच्चाहरूको शेर नदेखिसकेपछि अर्जुनलाई बडो क्रोध लाग्यो। तत्काल उनले प्रतिज्ञा गरिहाले, जसले मेरा पुत्रहरूको शेर अलग गरेको छ त्यसको शेर यदि मैले अलग गर्न सकिनँ भने म यो धरतीमा रहने छैन भनेर अर्जुनले प्रतिज्ञा गर्न पुगे। भीमले पनि त्यस्तै प्रकारको प्रतिज्ञा गरे। सारा पंच पाण्डवहरूले यस्तै प्रकारका बलवान प्रतिज्ञा गरेर जसले यो अशुभजन्य कर्म गरेको छ त्यसलाई म अहिले तत्काल लिएर आउँछु भनेर द्रौपदीलाई सान्त्वना दिँदै अब अश्वत्थामाको खोजी गर्न तर्फ हिँडे। कसले गर्यो त यो भन्ने जिज्ञासा जाग्यो। तत्काल त्यो रगतको खोलोमा हिँडेको पाइलालाई भगवान कृष्णले के विचिन्तन गर्नुभयो भने यो पाइला त अश्वत्थामाको हो, यो अश्वत्थामा बाहेक अरूको पाइला हुन सक्दैन भनेर भगवान कृष्णले जब बताउनु भयो तत्काल ती अर्जुन अब गाण्डीव धनु हातमा लिएर अश्वत्थामालाई मार्नेको लागि अगाडि बढे। उनी अब 5 पाण्डवबाट डराएर, किनकि मैले नराम्रो काम गरेँ, मैले अशुभजन्य कर्म गरेको छु, अब मेरो पक्कै पनि राम्रो कल्याण हुने छैन, मलाई 5 पाण्डवले छोड्नेवाला छैनन्, अब म यो देश छाडेर भाग्नु पर्छ भनेर अश्वत्थामा दौडिएका थिए, भागेका थिए। तत्काल अर्जुनले ब्रह्मास्त्र त्यागिदिए, फालिदिए। अनि त्यो अश्वत्थामा पनि बडो विद्वान थियो। शस्त्र अस्त्र का ज्ञान उसले जानेको थियो। उसले पनि ब्रह्मास्त्र फ्याँकिदियो। दुई ब्रह्मास्त्र दुवै तर्फबाट गएको थियो। अनि भगवान कृष्णले अर्जुनलाई बताउनु भयो, हे अर्जुन, तिमीले ब्रह्मास्त्र खिच्न सक्छौ तर अश्वत्थामाले खिच्न जानेको छैन, त्यो ब्रह्मास्त्रलाई फर्काउन जानेको छैन। तिमीले त्यो उसले फालेको ब्रह्मास्त्रलाई नाश गर भनेर भगवानको आदेश भयो। तत्काल अर्जुनले त्यो ब्रह्मास्त्रलाई खिचेका थिए तर त्यो ब्रह्मास्त्र घुम्दै अब 5 पाण्डवहरूको समक्षमा नभइकन उत्तराको गर्भमा प्रवेश गरिसकेको थियो। उत्तराको गर्भमा प्रवेश गरिसकेको थियो। तथापि अर्जुनले त्यो अश्वत्थामालाई समातेर अब द्रौपदी महारानीको सन्निकटमा लिएर आए। उता अश्वत्थामाले फ्याँकेको ब्रह्मास्त्रले उत्तराको गर्भमा प्रवेश गरेर उत्तरालाई दुःख दिइरहेको थियो, गर्भस्थ शिशुलाई दुःख दिइरहेको थियो, पीडा दिइरहेको थियो। यता भने द्रौपदीको सन्निकटमा अश्वत्थामालाई ल्याएर उपस्थित बनाए। यसरी उपस्थित बनाइसकेपछि अब अर्जुनले आफ्नो प्रतिज्ञालाई पूरा गर्नको लागि म यसलाई मारि छोड्छु भन्ने हेतुले हातमा तरवार लिएर मार्न तत्पर भएका थिए। त्यही बेलामा द्रौपदी रानीले फेरि बिन्ती गर्न थालिन्, हेर यो ब्राह्मण हो, यो ब्राह्मणको छोरा हो, ब्राह्मणको छोरालाई मार्यो भने अर्को महापाप लाग्छ। फेरि ब्राह्मणको छोरा मात्रै होइन, आज तिमीहरूलाई अध्ययन गराउनेवाला, तिमीलाई मन्त्रदान दिनेवाला, तिमीलाई शिक्षा दीक्षा प्रदान गर्नेवाला आज तिम्रा गुरु द्रोणाचार्यका यिनी पुत्र हुन्।
गुरुका छोरालाई मार्नु हुँदैन, ब्राह्मणका छोरालाई मार्नु हुँदैन, तत्कालले यिनलाई छाडिदेऊ, यिनलाई केही नगर भन्न थालिन्। माता द्रौपदी बडो दिन दयालु थिइन्, उनलाई ईश्वरीय कृपा बनेको थियो। आफूले जस्तो प्रकारको कष्ट सहन गर्न परे पनि आफ्नोले भोगेको कष्ट फेरि अर्कोले प्राप्त गरोस् भन्ने चाहना उनमा थिएन। आफ्ना मरेर गएका 5 भाइ छोराहरू अब भलै अवस्थामालाई मारे पनि फर्केर आउनेवाला होइन। मरेर गएको व्यक्ति कहिले पनि फर्कन सक्दैन, अब उनीहरू आउन सक्दैनन्। अब आउन नसक्ने भएको हुनाले मैले फेरि अर्को अपराध गर्नु हुँदैन। आज द्रौपदीलाई लाग्यो अश्रुधारा बगाएकी छिन्, ए गुरुपुत्र हुन्, इन गुरुपुत्रलाई मार्नु हुँदैन, फेरि त्यसमा पनि ब्राह्मणलाई मार्नु हुँदैन। ए ब्राह्मणलाई मार्यो भने पञ्च उग्र पाप मध्ये एउटा महापाप लाग्छ, त्यो महापाप कहिले पनि निवारण भन्न सक्दैन हे अर्जुन। तत्कारणले यिनलाई छाडिदेऊ भन्न पुगिन्। बडो अचम्म भयो त्यहाँ। 5 पाण्डवहरू बडो अचम्मित बने। आज आफ्ना 5 भाइ छोराहरू मरेको अवस्थामा छन्, शेर अझै पनि पत्ता छैन, तर त्यही मार्नेवाला पात्र आज अगाडि हुँदाखेरि उनलाई मार्न खोज्दाको लागि द्रौपदीले छेक्न पुग्छिन्। बडो अचम्म लाग्यो। अनि भगवान कृष्ण समक्ष फर्किँदै अर्जुन बिन्ती गर्दछन्, प्रभु अब बडो धर्म सङ्कटमा म परे, यसलाई नमारी हुँदैन, मार्न द्रौपदीले दिँदैनन्, अब के गर्ने होला। अब कृष्णको वचनको प्रतीक्षामा अर्जुन रहेका थिए। भलै आफ्नो पत्नीले रोके पनि यदि कृष्णले मार भन्ने आदेश दिए भने अर्जुनले छाड्थेनन्। त्यही भएर कृष्ण तर्फ फर्कदै बिन्ती गर्न थाले, प्रभु अब के गरौँ, बडो अचम्म भयो, धर्म सङ्कटमा म परे, अब कस्तो गर्ने होला कसो गर्ने होला भनेर यसरी बिन्ती गरिरहेको अवस्थामा अब भगवान श्रीकृष्ण भन्नुहुन्छ, जसले आततायी कर्म गर्छ त्यसलाई छोड्नु हुँदैन हे अर्जुन, मार्नै पर्छ। हेर त्यस कारणले तिमीले मार्नै पर्छ, मार भनेर लगाइदिनु। जो आततायी छ, जसले आफ्नो धर्मलाई नासेको छ, जसले ससाना बालबालिकाहरूको हत्या गर्छ, त्यस्ता प्रकारका व्यक्ति, जसले गाईहरूको हिंसा गर्छ, जसले ब्राह्मणको हिंसा गर्छ, त्यस्ता व्यक्ति आततायी बन्छन्। ते आततायी व्यक्तिलाई छुटकारा दिनु हुँदैन, त्यसलाई त्यही नै मारिदिनुपर्छ, तिमीले मार्नै पर्छ, मार भन्ने आदेश दिनुभयो। अनि तत्काल अर्जुनले हातमा तरवार लिएर अश्वत्थामालाई मार्नको लागि अगाडि बढ्नुहुन्छ। यसरी अगाडि बढिरहेको अर्जुनलाई तरवारले मार्न तत्पर बन्दै गर्दा फेरि भगवान कृष्ण रोक्नुहुन्छ, हे अर्जुन रोक, जसले आततायी कर्म गर्छ उसलाई छोड्नु हुँदैन, मार्नु पर्छ, तर जो ब्राह्मण छ उसलाई मार्नु हुँदैन। हेर ब्राह्मणलाई मार्नु हुँदैन, आततायीलाई छोड्नु हुँदैन, यसलाई मार्नु पनि पर्छ तर मार्न पनि हुँदैन भनिदिइसकेपछि अब अर्जुन बडो अलमलमा परे। अब कतिखेर भगवान भन्नुहुन्छ यसलाई छोड्नु हुँदैन, मार्नु पर्छ, मार। फेरि भन्दै हुनुहुन्छ यो ब्राह्मण हो, ब्राह्मणको छोरा हो, फेरि त्यसमा गुरुपुत्र पनि हो, यसलाई मार्नु हुँदैन, महापाप लाग्छ, नमार। यसरी बारम्बार कुरा बाजिएको हुनाले अर्जुन बडो दोधारमा परे। अर्जुनलाई बडो चिन्ता जाग्यो, अब के गर्ने त, के गर्ने त अर्जुनले सोच्न सकेनन्। अनि फेरि भगवान कृष्ण तर्फ फर्कदै बिन्ती गर्दछन्, हे प्रभु अब हजुरले भन्न खोजेको मैले बुझ्न सकेन, अब के गर्ने, ब्राह्मणलाई मार्न हुँदैन, आततायीलाई छोड्न हुँदैन, अब नछोड्ने कि नमार्ने, अब के गर्ने त भन्दा भगवान कृष्ण पनि केही उत्तर दिनु हुँदैन। तद समयमा ती अर्जुन आफ्ना दाजु समक्ष बिन्ती गर्दै प्रार्थना गर्दै भन्नुहुन्छ, हे दाजु यो आततायी हो, यो बडो निष्कृष्ट कर्म गर्नेवाला हो, यसलाई हामीले छोड्नु हुँदैन, यसलाई मार्नै पर्छ भनेर मार्न लागेको हो, तर फेरि ब्राह्मण हो मार्न हुँदैन भनिँदैछ, अब के गर्ने होला भनिसकेपछि अब भगवान कृष्ण र युधिष्ठिरले भन्नुहुन्छ, हे अर्जुन ब्राह्मणलाई मार्नै पर्दैन भन्नुहुन्छ।
केवल शिर छेदन गरेर मात्रै मृत्यु बन्दैन। शिर छेदन गरेर मात्रै मृत्यु हुने होइन, उसलाई जीवनमा यो जगतमा यो भूमिमा अब उसलाई अपमानित गरिदियो भने, उसलाई अपमान गरेर यो समाजबाट तिरस्कार गरिदियौँ भने, यो समाजबाट तिरस्कार गरेर पठाइदियौँ, चार पाटा मोडेर अब हामीले पठाइदियौँ भने यो त्यसै मर्छ, यसको प्राण लिइरहनु पर्दैन भन्ने दिव्य उपदेश कृष्णले प्रदान गर्नुभयो। तत्काल भगवान कृष्णको उपदेशद्वारा अर्जुनले अश्वत्थामाको टुप्पीमा समाउँदै अब शिरमा रहेको केशलाई 4 पाटा मोडिदिए अनि शिरभित्र रहेको दिव्य मणिलाई निकालेर अनि उसलाई छाडिदिए। अब आततायी कर्म गर्नेवालालाई मार्नु पर्छ, जो ब्राह्मण हो उसलाई मार्नु हुँदैन। यो किन भनियो, किन मारिएन? मार्नु पर्ने हो नि, आततायी गर्ने कर्म गर्नेलाई छाड्नु पर्ने थिएन, तर उनलाई छाडियो। किन, के कारणले छाडियो होला? अश्वत्थामा अष्टमहाचिरञ्जीवी मध्ये एक भित्र पर्दछन्। अश्वत्थामाको मृत्यु कहिल्यै पनि हुँदैन। उनी अजय हुन्, उनी अमर हुन्, उनीको मृत्यु कहिले पनि नहुने भएको हुनाले उनलाई मार्न सकिँदैन थियो। त्यही भएर भगवान कृष्णले के भनिदिनु भयो? आततायी हुन मार्नु पर्छ, तर ब्राह्मण हुन मार्न हुँदैन, छाडिदिनु पर्छ। किनकि अब अर्जुनलाई सान्त्वना दिनको लागि, युधिष्ठिरलाई खुसी बनाउनको लागि भगवान कृष्णले के उपदेश प्रदान गर्नुभयो भने यिनी अष्ट चिरञ्जीवी मध्ये एक हुन्, यिनको मृत्यु त्यसै पनि हुँदैन, यिनको मृत्यु वर्ण हुन सक्दैन। अब यिनलाई मृत्यु भई तुल्य बनाउनु पर्छ भनेर आज 4 पाटा मोडेर अनि त्यो गाउँबाट निकाला गरिदिए। जब अश्वत्थामा त्यो गाउँबाट निक्लिएको थियो, उनलाई यस्तो प्रकारको द्वेष सृजना भयो, एक जाग्यो। अब यी 5 पाण्डवलाई त मैले नमारी छाड्दिन भन्ने एक जाग्यो छ। मेरो अपमान, मेरो निन्दा अब यो म सहन गर्न सक्दिन। अब 5 पाण्डवलाई मारिरहनु पर्दैन, तिनका छोरालाई त मैले मारिसकेँ। अब तिनी पनि 2-4 दिनको उमेरको बाँकी हो, मृत्यु सहजै आइहाल्छ। कति समय तिनले बाँच्लान् र कति समय यो राज्य सञ्चालन गर्लान्। अब बरु उत्तराको गर्भमा रहेको जुन गर्भ छ त्यसलाई नासिदिए भने त यिनका सारा कुल सबै सखा भएर जान्छन् अनि मेरो इच्छा पनि पुरा हुन्छ भन्ने अश्वत्थामालाई लाग्यो। यस्तो प्रकारको एक लिएर राजा अश्वत्थामाले त्यो छाडेको ब्रह्मास्त्र उत्तराको गर्भमा गएर प्रवेश गर्यो, दुःख दिन थाल्यो, कष्ट दिन थाल्यो। अनि उत्तराले अब बिन्ती गर्न थालिन्। भगवानको दिव्य नाम संकीर्तनबाट आफ्नो गर्भको रक्षा गर्नका लागि भगवान श्रीकृष्णको बिन्ती गर्दछन्, भगवानको कीर्तन गर्दछन्। राधा सर्वेश्वर भगवानको हरे श्याम सुंदर भगवान गर्छ पुकार, श्याम सुंदर भगवान गर्छ पुकार, दर्शन दियो हामीलाई। श्याम सुंदर भगवान